भ्रष्टाचारीलाई जेल। सबैभन्दा ठुलो आवश्यकता अहिलेसम्म मचिएका भ्रष्टाचार काण्डका फाइल खोल्ने र कारबाही गर्ने हो। यति भए सुशासन आफै हुनेछ र भोलि भ्रष्टाचार गर्नेहरू नै सरकारको कारबाहीबाट डराउन थाले आफै नियन्त्रण हुने देखिन्छ। हालैले ती 25 फाइल खोलेर कारबाही गर्नुपर्नेछ। त्यसमा भएका केही प्रमुख काण्डहरू यस्ता छन्। स्टालिन प्रधानमन्त्री बन्दै गर्दा एकपटक सम्झाउनै पर्ने भएको छ। फेरि बन्दु टी स्टेट प्रकरण, जसमा एमाले अध्यक्ष ओली सहितका नेताहरूको नाम छ। स्टालिन आफैले ओलीकै फलमा 10,000 करोड भ्रष्टाचार भएको चार्जरी गरेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरण, जसमा अर्जुन राणा सहित केपी ओलीकै सचिवालयका पत्र र अहिलेसम्म कारबाहीमा नतानिएका तत्कालीन गृहमन्त्री राम बहादुर थापा सहितका पत्रको नाम छ। टिकापुर जग्गा प्रकरण, अर्जुन राणा सहितका नेताहरूको नाम छ। केरामठ प्रकरण, कांग्रेस नेता मोहन बहादुर बस्नेत र ज्ञानेन्द्र बहादुर कार्की सहितका आरोपी छन्। जलहरी काण्ड, केपी शर्मा ओलीको नाम छ। बुढी गण्डकी जलविद्युत काण्ड, केपी ओली, प्रचण्ड र शेरबहादुर देउवाकै नाम छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले 9 अर्ब भ्रष्टाचार गरेको प्रमाण छ भन्ने दावी गरेका छन्। यति काण्ड एमालेका ईश्वर पोखरेल र ओलीका प्रिय राजेश बज्राचार्य मुचिएका छन्। नेपाल ट्रस्टको जग्गा हिनामिना गर्दा घुसमा घर दिएको सार्वजनिक भएको छ। ओम्नी काण्ड, एमालेका ईश्वर पोखरेल र भानुभक्त खनालको नाम छ। 70 करोड घुस काण्ड, एमालेका गोकुल बास्कोटाको नाम छ। पशुपतिको सप्ताह मेसिन घोटालाकाण्ड, मासबारी जग्गा काण्ड, टुन्मेन घोटालाकाण्ड, कुकुल्यान काण्ड, जसमा प्रचण्डको नाम रहँदै सार्वजनिक लेखा समितिमा उजुरी परेको छ। बालुवाटार जग्गा काण्ड, जसमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराई जोडिएका छन्। पूर्व मन्त्रीहरू विष्णु पौडेल, दीनानाथ शर्मा सहित अन्य धेरै पात्रहरू उम्रिएका छन्। वाइपडी काण्ड, जसमा तत्कालीन प्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड छन्। मन्त्रीहरू आनन्द पोखरेल, जीवन बहादुर शाही, जितेन्द्र नारायण देव, दीनानाथ गिरी र कृष्ण बहादुर महरा लगायतको नाम देखिन्छ। सीसीटीभी काण्ड, जनार्दन शर्माकै नाममा छ। देशमा साइकल वितरण काण्ड, जसमा तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको नाम छ। 100 किलो सुन काण्ड, जसमा वर्षमान कुन र नन्द बहादुर कुन लगायतको नाम छ। सहकारी काण्ड, टिबी राई, भरत महर्जन सहितका ठुला माफियाहरू फरार छन्। रवि लामिछानेको नाम कायमै छ। एनसेल मृत्यु काण्ड, भिसा काण्ड, बाल मन्दिर काण्ड सबै अनुसन्धानको दायरामा ल्याएर दोषीलाई कारबाही गर्न सकिए मात्रै स्टालिन प्रधानमन्त्रीको औचित्य पहिलो लक्ष्मै पुरा हुनेछ। राष्ट्रपति 2040 सालपछिका सबै काण्डको अनुसन्धान गर्ने बताएको छ। त्यसो हुँदा तमिजा काण्ड हुँदै चेचेर र लाउदा काण्डसम्म आउनेछन्।